यो चाहिँ सयपत्रीको बिरुवा चाहिँ आफूले दल थुपारेर यसरी रोपिने छ। साना साना बिरुवा कस्तो रोप्न सजिलो हुँदो रहेछ। मलाई सजिलो लाग्यो रोप्नलाई, त्यही भएर यही साना साना बिरुवा नै ट्याक 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 रोप्दैछ। जब आफैले मेहनत गरिन्छ नि कति माया लाग्दछ एक एकवटा चिजको। यो सयपत्रीको दल आफैले थुपार्यो, हुर्कायो, अनि ट्याक्क लाएर रोपिँदैछ। अनि यो एउटा बिरुवा पनि भाँच्यो भने पनि कस्तो माया लाग्ने के। एउटा बिरुवा भाँच्यो भने एउटा बिरुवा खेर नजाओस् भन्ने चाहिँ हुन्छ। नेचरले चाहिँ यस्तो धेरै चिजहरू चाहिँ दिएछ क्या हामीलाई। अब यो हेरौँ त, एउटा बिरुवा होइन, एउटा बिरुवा होइन, एउटा बिरुवादेखि कति धेरै प्रोडक्सन दिन्छ कि हामीलाई। नेचरले यति धेरै चिज त हामीले दिएछ, तर हामीले यसको भ्यालु बुझ्दैनौँ। यतिकै पनि त यो भाँचेर